किशोरी जी को तर्फबाट धेरै धेरै शुभ आशीर्वाद प्रणाम। जय सियाराम। मन्दिर हो र यस मन्दिरको हामीहरू एउटा उत्तराधिकारी पुजारीको रूपमा यहाँ पूजा अर्चना गर्दै एउटा हाम्रो सनातन धर्म प्रेमीको एउटा धर्मगुरु पनि छु। केही दिन होइनन्, करिब करिब 1 वर्षभन्दा पहिलादेखि बारम्बार जस्तो मेरो नाउँको सेम आइडी खोलिहाल्छन्। कहिलेकाहीँ जानकी मन्दिर भनेर पनि आइडी एउटा चलिरहेछन्। मैले पटक पटक आइडीहरूमाथि चाहिँ साइबर ब्युरो क्राइम जुन छ त्यहाँ गएर मैले निवेदन पनि दिइरहेको छु। त्यो मेरो भोइस जे सियाराम भने एउटा कट गरेको छ। पहिला जानकी मन्दिर भने एउटा आइडी छ, यो म 2082 7/9 गतेमा सबजनाले के भन्यो भने प्रहरी प्रधान कार्यालय साइबर ब्युरो भोटाहिटीमा गएर तपाईँ निवेदन दिनुस्, त्यहाँ चाँडो सुनिन्छ। तर अहिलेसम्म यो आइडी बन्द गरेका छैनन्। यो आइडीबाट धेरैजनालाई झुक्याएर, खास गरेर महिलाहरूमा चाहिँ यो आइडीबाट फ्रेन्ड रिक्वेस्ट पठाएर मेसेन्जरमा धेरै अश्लील हाम्रो नामबाट मेरो फोटो हालेर उसलाई विश्वास निलाई मेरो एउटा कतैको क्लिप पनि हालिदिन्छन् जे सियाराम भनेको। यस्तो चाहिँ गतिविधि भइरहेछन् वर्षभरिदेखि। म प्रहरीमा चाहिँ कतिचोटि अनुरोध गरिसके, यो जानकी मन्दिर भन्नेको नामबाट कसैले यस्तो बदमासी गर्दैछ, यहाँको निवेदन पनि दिइसकेछु। यसलाई कानुन कारबाही गरेर त्यसलाई फिल्टर गर्नु, अपराधीलाई समात्नु, तर अहिलेसम्म भएको छैनन्। र यो जानकी मन्दिर एम रामरोशन दासको कुनै पनि आइडी, फेक आइडी जुन पनि होला, त्यसबाट यहाँहरूलाई कसैलाई कुनै मेसेज जान्छ भने यो मैले गरेको नसम्झिनु होला, म गर्दैनौ, म कसैलाई गरेको छैनौ। र त्यो अपराधीलाई समात्ने काममा सम्पूर्णजना सहयोग गर्नु र त्यस्तो फेक आइडीलाई तपाईहरू फ्रेन्ड रिक्वेस्ट पठाउँदा चाहिँ बच्नुस्। त्यसलाई चाहिँ फ्रेन्ड एक्सेप्ट नगरिकन त्यसलाई ब्लक गर्नु र उसलाई अपराधीलाई समात्ने काममा सम्पूर्णजना सहयोग गर्नु भनेर मेरो अनुरोध छ। र हामी यो प्रेस मिटको माध्यमबाट हाम्रो नेपाल सरकारको प्रहरी ब्युरो यो प्रधान कार्यालय साइबरको जुन छन् उहाँलाई पनि आग्रह गर्छु, मेरो निवेदन 2082 7/9 गतेको रहेछ। जानकी मन्दिर आइडी फेक आइडी हो, त्यसमाथि चाहिँ अनुसन्धान गरेर त्यो अपराधी तत्त्वलाई समातेर कानुन कारबाही गर्नु भनेर अनुरोध गर्दछु।